हेलो, यो चाहिँ मेरो अस्तिको बिउ स्टाइल हो। यो चाहिँ त्यो भएको छ, यो चाहिँ ठोकेर के यसको दाना झरेको गर्छ। अनि यहाँ चाहिँ मेरो अस्तिमा रोपेको यो चाहिँ, यो पनि हेर्नु दाना झरेको के, छुनै हुन्न कि कति कमल हुन्छ, छुनै हुन्न, फुर्रै झर्छ के। यो चाहिँ फेरि अर्को हो, यसलाई चाहिँ जेली बिन्स भन्छ होला, हेर्नु है। यो चाहिँ मैले यो उसमा सानो रोपेदेखिको चाहिँ मैले सारेको पनि छैन कि, यसलाई चाहिँ मैले एकैचोटि गमलामै रोपिदिएको हो। अनि हेर्नु न कत्रो भएको छ कि, कत्रो दाना छ यसको चाहिँ। यहाँ चाहिँ मेरो अर्किड पुरा फुलेको छ, यो चाहिँ हेर्नु कोपिला लागेको छ, यहाँ कोपिला पनि छ, फुलेको छ। यो चाहिँ मेरो बिगोनिया, इन्डोर बिगोनिया हो, कति राम्रो फुलेको छ, यो चाहिँ जम्मा फुलेको छ कि। यो चाहिँ मेरो होया प्लान्ट हो। मैले चाहिँ यसलाई हिजो चाहिँ यो ठुलो पोटमा चाहिँ रिपोर्ट गरेको, फुल्न नै फुलेको थियो, तर अहिले चाहिँ फुल सकिसक्यो। यहाँ चाहिँ मेरो अर्को अर्किड छ, यहाँ चाहिँ अर्किड एउटा फुलेर पनि आएको काट्यो फ्याँक्यो। अनि यहाँ चाहिँ पुरा कोपिला हाल्दैछ। यहाँ पनि मेरो अर्को ब्युरोस्टाइल, मेरो ब्युरोस्टाइलहरू चाहिँ थुप्रै ठाउँमा रोपेको छु कि, मलाई चाहिँ एकदम मनपर्ने है, त्यही भएर चाहिँ मैले थुप्रै ठाउँमा रोपेको छु। यहाँ पनि हेर्नु न है, यसलाई चाहिँ मैले ठुलो बनाउने विचार गरेको छु। यसलाई चाहिँ मैले लाम्चो पोटमा राखेको यो चाहिँ योपालि चाहिँ। अनि यहाँ चाहिँ मेरो अर्को सकुलेन्ट, यसलाई चाहिँ मैले हिजो सारेको है, यो चाहिँ अलिक ठुलो गमलामा सारेको, सानो गमलामा के भनेर चाहिँ मैले यहाँ सारेको छु। त्यसै गरी आज फेरि मैले यहाँ सकुलेन्ट रोपेको छ यहाँनिर, यो मैले यो उमारेको सकुलेन्टहरू आज चाहिँ मैले यहाँ सारेको। अनि यसलाई चाहिँ मैले एउटा सिसामा चाहिँ काटेर राखेको थिएँ, कति जरा आएको थियो, अनि मैले यहाँ गाडेको कि, अनि यो बच्चाहरूसँग गाडेको। अनि यो चाहिँ मैले यो चाहिँ अर्को जेड प्लान्ट, यो चाहिँ स्मल, यो मिनी सानो पात हुने जेड प्लान्ट हो। अनि यो पनि अर्को चाहिँ, यो पनि त्यही ब्युरोस्टाइल हो, मैले भर्खर सारेको। यो चाहिँ स्नेक प्लान्ट हो, तर यो कस्तो खालको स्नेक प्लान्ट हो थाहा छ, यो चाहिँ मैले रेस्क्यु गरेको स्नेक प्लान्ट छ। अहिले यत्रो भएको छ, बढ्नै सकेको थिएन, मैले यहाँ ल्याएर राखिदिएको त बढ्यो कि बल्ल, कति धेरै पातहरू पनि आयो। यो चाहिँ मेरो जेड प्लान्ट, यो प्लान्ट चाहिँ मसँग भएको अलमोस्ट 14 वर्षमा लागिसक्यो होला, उस्तो भयो धेरै पनि भयो होला। यो मसँग जति पनि जेड मनी प्लान्टहरू छ त्यो चाहिँ सबै यसकै बच्चाहरू हो। यो चाहिँ मम्मी जेड प्लान्ट हो। त्यसै गरी मैले अस्ति नै चाहिँ यो सानो सक्रो एउटा मात्रै पात चाहिँ मैले भाउजू घरबाट ल्याएर आएकी थिएँ, अनि त्यो एउटाले चाहिँ बच्चा कति धेरै बनाएको थियो, अनि मैले एउटा छुट्टाएर यहाँ राखेँ, एउटा या चाहिँ दुईवटा छ जे होस्। अनि त्यसै गरी चाहिँ मैले चाहिँ यहाँ पनि राखेकी छु, छुट्टाएर राखेको, यो जस्तो भएको छ। अनि यो चाहिँ अर्को मेरो ब्युरोस्टाइल भइहाल्यो, हेर्नु न यो सबै के यसरी भर्याङमा हिँड्ने बेलामा होइन, यो कि यहाँनिर अब आउने बेला ठोकिन्छ कि मान्छेहरू है। फेरि यहाँ युकेमा धेरै जाडो हुँदो, जकेट ठुल्ठुलो जकेट लगाएर हिँड्दाखेरि त्यो जकेटले धसाइदिन्छ सबै, अनि सबै झरेको कि वास्तवमा होइन, यसरी झर्ने कि सबै ठोकेर। अनि यो चाहिँ अर्को ब्युरोस्टाइल, र यो चाहिँ मदर ब्युरोस्टाइल हो। यस अनि जति पनि मसँग ब्युरोस्टाइलहरू छ सबै यसको, यो चाहिँ मदर प्लान्ट हो कि, यसको बेबिजहरू हो। र मैले आज देखाउन खोजेको यो हो कि, मैले यहाँ चाहिँ आज सिसाको भासमा रोपेकी छु फर्स्टचोटि। कस्तो हुन्छ थाहा छैन, कस्तो हुन्छ भन्दा पनि अब यो चाहिँ अब यो सानसानो यो दानाहरू चाहिँ कसरी माथि आउँछ होला भनेर मैले सोचिरहेको छु। मैले हेर्न त मैले मान्छेको होइन, अब टिकटकमा धेरै दिदीबहिनीहरूको भिडियो हेरेको छु, कति राम्रोसँग माथि होइन, माथि आएको कति झुम्म भएको देखेको छु, तर मेरो चाहिँ कसरी आउँछ है, मलाई चाहिँ अचम्म लागेको छ कि। मैले फर्स्ट टाइम ट्राई गरेको, मलाई एकदम रहर लागेको देखिरहेको छ है।